श्रीमद् भगवत गीता अध्याय 2 को 63 में भगवान श्री कृष्णले अर्जुनलाई यसरी भन्नुहुन्छ कि क्रोधात् भवति सम्मोह सम्मोहात् स्मृति विभ्रम स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति। अब के भन्नुभयो त यो एकदमै जटिल कुरा भन्नुभएको छ यहाँ। हे अर्जुन, क्रोधबाट सम्मोह उत्पन्न हुन्छ, सम्मोहबाट स्मरण शक्तिको नाश हुन्छ, स्मृति भ्रंशातबाट बुद्धिको नाश हुन्छ। स्मृति भ्रंशात भनेको जब स्मरण भइरहेको बेला भ्रम उत्पन्न हुन्छ, त्यस भ्रमबाट बुद्धिको नाश हुन्छ। बुद्धिको नाश भएका मनुष्यको आफ्नै नाश हुन्छ भनेर यसरी भन्नुभएको छ। हरे कृष्ण।